हेलो साथीहरु, गुड मर्निङ। वेलकम ब्याक टु माई च्यानल। स्वागत छ मेरो भ्लगमा तपाईहरुलाई। यो ग्रिनरी यो हराभरा यो चराचुरुङ्गीको आवाजसँगै तपाईहरुलाई म स्वागत गर्न चाहे मेरो युट्युब च्यानल विष्णु पौडेलमा। ब्याक भइसके म फेरि मेरो युट्युब च्यानल साथीहरु। सबैजना आराम हुनुहुन्छ होला हैन? म पनि एकदम आराम छु भन्नुपर्छ साथीहरु। मैले तपाईहरुलाई मेरो घरबाट स्वागत गर्दैछु हैन। मेरो घर एकदम आनन्द छ गाउँमा हैन। अनि त्यसपछि एकदमै रमाइलो छ कि तपाईहरु हेर्न सक्नुहुन्छ। मलाई यसरी गाउँ घर एकदमै मन पर्छ हैन। तपाईहरुलाई पनि म देखाउँछु है त, हेर्नु ल। घर पछाडीको भाग भयो हैन, यो टोयलेट भयो। अनि त्यसपछि यहाँ पनि प्याजहरु रोप्नु भएको छ कि मम्मीले। यहाँ चाहिँ के थाहा छ तपाईहरुलाई? घर लिप्नको लागि, पोत्नको लागि राखेको यो माटो भयो हैन। अनि त्यसपछि यहाँ छ सुन्तलाको बोट साथीहरु। अनि यसपछि सरसर लाएर यो घर भयो। अनि त्यसपछि यहाँ आलु छ कि, आलु रोपेको सरर यति राम्रो छ। को छेउमा यति राम्रो आलु छ हैन। यति राम्रो छ सरर। लसुन भयो, गहुँ भयो हैन। त्यही आनन्द प्लिज साथीहरु हैन। अनि यसरी फुलहरु पनि छ। यहाँ हाम्रो कुकुर छ। हेलो क्याट, के छ खबर? के छ? ठीक छ? ठीक छ? अनि यो भयो साथीहरु हैन। यस्तो आनन्द प्लिज गाउँको घरमा एकदम बस्न एकदमै आनन्द लाउँछ। यो मेरो घर भयो। यो क्रिसमस हुन्छ के भन्छ, यो प्लान्ट छ हैन। यो प्लान्टलाई यतिकै यो बाल्टीमा छ, यसलाई यता रोपिदिनुपर्छ। डोपी पनि छ, डोपीलाई यता रोपिदिनुपर्छ। यो हाम्रो यो गेट फुल भन्ने भएको हैन। गेट फुल भन्ने यहाँ छ साथीहरु। यसै रमाइलो छ, एकदमै स्वच्छ शान्त सुन्दर वातावरणमा तपाईहरुलाई म देखाउँदैछु। एकदमै राम्रो छ। सुन्न सक्नुहुन्छ यो चराचुरुङ्गीको आवाजहरु कस्तो मजा छ कि साथीहरु। यहाँ भाले पनि छ कि, एउटा भाले पनि परिराखेको छ हैन। हेलो हजुरबा, नमस्ते। सुन्नु भएन क्या? नमस्ते भनि त। फोनमा भन्नुभएको थियो ल। मोबाइल देखाएर नमस्ते गर्दाखेरि हैन। किन पत्ता लागिहाल्यो नि त। मलाई के थाहा, मलाई बोलाउनु भएको होला भन्ने। बोल्दा त पत्ता लाग्यो मलाई रहेछ भन्ने हो एकदमै। अर्को दिदीलाई हो ठिकै छ अलिअलि हो। अनि आरामै हुनुहुन्छ त? खै दिनमा त मारा मोटो आराम जस्तो लाग्छ। बेलुकामा सुत्दाखेरि काटले माले हुँडा बस्ने उभिने हो। अनि त्यहाँबाट यता हात घाल आउने यता बस्नु। म अहिले यो कागज पेज गरेर ए हो ल ल हुन्छ ल। अब आफ्नो लेखा जोखाको भाग एकदमै राम्रो छ साथीहरु। मम्मी हाई, स्वागत छ मेरो भ्लगमा। के छ, आराम हुनुहुन्छ? ठिकै छ। मेरो मम्मी हुनुहुन्छ हैन। मम्मी हुन्छ। यो मम्मीको मेहनतले यति राम्रो भएको छ हेर्नु न। आलुहरु सबै कुरा मम्मीको मेहनत छ। यहाँ मम्मी एक्लैको मेहनत छ साथीहरु। यहाँ हाम्रो वालको काम पनि हुँदैछ दमादम लाएर। म यो दाल सुकाउँदैछु साथीहरु हैन।
मसिन पनि सुकाइसकेँ होइन। हेर्नुहोस् है मेरो मम्मीको मेहनत कति छ, एक्लै कति गर्नुहुन्छ भनेर हेर्नुहोस् ल। यो सबै दालको आइटमहरू होइन। यो लपरी सानो केरो भन्ने हुन्छ, यो सानो केरोको दाल भयो। अनि यो फेरि के हो थाहा छ तपाईँहरूलाई? यो तपाईँले किन्नुहुन्छ नि बजारमा, यो धनियाँ के धनियाँ, यो धनियाँ भयो साथीहरू होइन। यो आफै घरमा फल्छ क्या होइन, मम्मीको मेहनत। यो धनियाँ भयो यति होइन। यो मसुरो भन्ने भयो होइन, यो पनि मसुरो है, यो पनि मसुरो। अनि त्यसपछि यो पनि मसुरो साथीहरू, अनि पनि मसुरो है, मसुरो कालो मसुरो भन्ने थाहा छ तपाईँहरूलाई? मसुरो भयो, यो पनि मसुरो भयो साथीहरू होइन। यो फेरि के हो थाहा छ तपाईँहरूलाई? यो केरा भयो होइन। बजारमा कति महँगो हालेर किन्नुपर्छ। यो केरा भयो, यो उसबाट बुटाबाट निकालेको, यसलाई अझ बनाउनु त्यसै छ होइन। केरा भयो साथी, यति हुन्छ यो मम्मीको मेहनत। यस्तो गाउँमा बसेर यस्तो रमाइलो ठाउँमा यसरी बसेर होइन आफ्नो मेहनतले कति धेरै उब्जाउ गर्नुहुन्छ। हेर्नु न, दालहरू त हामीले बाहिर दाल किन्नै पर्दैन के, हामी तल बस्छौँ होइन। यो दालहरू मम्मीले किन्नै पर्दैन साथीहरू। हेर्नुहोस् यस्तो मजाको दाल छ। त्यस्तै साथीहरू गाउँतिर एकदमै सबै अर्ग्यानिक खाना पाइन्छ, एकदमै राम्रो छ साथीहरू। कसैलाई चाहिएको छ भने सम्पर्क गर्नुहोस् ल। मसुरको दाल अनि सानो केरा हो ठुलो केरा हो भन्ने छ, चाहिएमा सम्पर्क गर्नु ल। म यही घरमा छु, केही दिन म घरमै हुन्छु साथीहरू होइन। तलतिर गएर बस्दा नि कतिखेर आउँ घर, कतिखेर जाउँ हुन्छ के भएला कस्तो भएला भन्ने हुन्छ कि। एकदमै आफू सानदेखि जन्मेको हुर्केको ठाउँमा के है हामी। त्यही भएको भएर मम्मीले यो के अरे ठटाएर उस गर्नुभएको थियो। मैले यसरी सुकाएँ साथीहरू होइन। यो 2 दिनको लागि सुकाउनु पर्छ। यो मजाले सुकायो भने किराहरू कसैले पनि खाँदैन के, त्यही भएर यो सुकाएको साथीहरू। वाल गराउनु चाहिँ हेलो अङ्कल नमस्ते, स्वागत छ मेरो ब्लगमा। के बोल्नु छ? केही छ बोल्नु छैन? मैले के बोल्ने, दुःख मिहिनेत गरी खान्छु, अब के गर्ने। उहाँ 60 वर्षको हुनुभयो अरे, 60 वर्षको हुनुभयो। अनि त्यसपछि यस्तो काम गर्नुहुन्छ होइन, एकदमै मेहनती हुनुहुन्छ। यसरी मजाले वाल लगाउनुहुन्छ, यस्तो राम्रो वालहरू लगाउनुहुन्छ होइन। त्यही हो साथीहरू, एकदम रमाइलो छ। गाउँको बस्ती हेर्न सक्नुहुन्छ, आनन्द शान्त चराचुरुङ्गीको आवाज सँगै। किन रुनु भएको त फेरि? इसरो धाउँदै जान्छु भन्दा भन्दै जारी छ, आत्मामा बस पिता मन्दिर काली छ। कहाँ गयो विश्वासी सजनमा आउँदैनौ, तिम जस्तो साथी त तिमीले जहाँ गए नि खोजेर पाउँदैनौ। अनि किन रुनु भएको त नि फेरि? परमेश्वरको महिमामा आत्मा शान्ति हुन्छ, किनभने परमेश्वर बल हुनुहुन्छ। छोरा पाए छोरी पाए उनकै ईश्वर आत्मा, भोलि मोरा लाग्नु पिता हजुरको साथमा। ल यता हेर्नु त ल, सबैले नमस्ते भनिदिनु। नमस्ते जम्मै सबजनालाई, सबै बाँच्न परोस्, परमेश्वरको महिमाले सब शान्ति हुन परोस्, दुःख कष्ट कसैले नपरोस्। दुःख मानि कसैले के भन्छन्, कसै बैमानको कुरा। रक्सी मासु काको असिन धारा रगती। ल ठिक छ ल, एकदम मजाले गाउनु भयो। ल ठिक छ, हामी यहाँ काम पनि गर्दैछौँ होइन। काम गर्दाखेरि उहाँले एकदम राम्रो गीत गाउनु भयो। त्यसपछि मैले कैद गरेको साथीहरू। कस्तो छ लाइक कमेन्ट गरिदिनु होला। के छ तपाईँहरूको भन्नु? केही छ तपाईँहरूको भन्नु? काम चलिरहेको छ होइन एकदमै। ल ठिक छ ल, भयो अब काम गर्ने, अब रमाइलो सक्यो। यहाँ मैले भिडियो गरेको होइन, उहाँ यस्तो रमाइलो गर्दै हुन्छ।
भयो सक्यो सक्यो बाबा सक्यो ल एकदमै मजाले रमाइलो गऱ्यो होइन हामी यहाँ काम गर्दा गर्दै भिडियो लिएको उहाँले गीत गाउनु भएर साथीहरू के सबैजना आराम हुनुहुन्छ स्वागत छ मेरो भ्लगमा होइन मैले भ्लग कैद गरिरहेको छु म गाउँ आएको छु घर आएको छु घर आएको बेलामा भिडियो बनाएको छु साथीहरू एकदम मजाले आन्टीले गीत गाउनुभयो त्यसपछि म बनाउँदैछु एकदम रमाइलो छ यहाँ हामीले काम गर्दैछौँ धमाधम होइन मलाई रमाइलो गर्नुभयो भर्खर ती भिडियोमा हो नाच्ने गाउने गर्नुभयो थियो भर्खरै काम गर्न सुरु गरिहाल्नु भयो होइन एकदमै रमाइलो हुनुहुन्छ सबैजना ठिक छ साथीहरू हेर्दै गर्नु होला कस्तो हुनेछ यो भ्लग सायद रमाइलो भएको छ तपाईँलाई पक्कै पनि रमाइलो भएको छ होला यसरी ढुङ्गा ढुङ्गा उचालेर यहाँ लिएर यहाँ राख्दै हुनुहुन्छ म त गीत गाएको गाई खतरा रमाइलो गर्नुहुन्छ होइन ठिक छ एकदम रमाइलो ओके ल ठिक छ साथीहरू स्टेटन गाइज हेर्दै गर्नु होला कस्तो हुनेछ आजको यो भ्लग धमाधम यहाँ काम हुँदैछ तपाईँ कति वर्ष हुनुभयो अरे कति वर्ष हुनुभयो अरे 60 64 वर्ष 64 वर्षकोले यस्तो अर्को काम गर्नु तपाईँ 60 वर्ष 60 वर्षको 64 वर्षकोले यस्तै राम्रो वाल लगाउँदै हुनुहुन्छ ढुङ्गा सुङ्गा सबै उहाँले फोर्नु भएको सबै ढुङ्गा सुङ्गा 60 वर्षको मान्छेले हेर्नु न 60 वर्षको मान्छे है बजारको मान्छेहरूले खासै केही गर्न सक्दैन है यताको मान्छेहरूले 60-64 वर्ष हुँदासम्म पनि यस्तो ढुङ्गाहरू उठाएर यसरी वाल लगाउनु छ होइन यस्तो छ यस्तो 60 र 64 वर्षको मान्छेहरूले यसरी काम गर्नु छ गाउँतिर होइन एकदमै काम गरी एकदमै उस हुनुहुन्छ बलियो अथवा एकदमै फुर्तिलो तन्दुरुस्त निरोगी हुनुहुन्छ नि त अनि त्यही भएर उहाँले 60 वर्षको मान्छेले पनि यस्तरी काम गर्दै हुनुहुन्छ होइन एकदमै यति होइन काम गरेको मान्छेहरू होइन गरिरहेको मान्छेहरू एकदमै साथीहरू कस्तो गर्नुभयो होइन गर्छ होइन यस्तो गर्नु छ है साथीहरू यस्तो के होइन यस्तो 60 वर्षको मान्छेहरूले पनि होइन यसरी काम गर्नुहुन्छ नि त गाउँतिर किन भन्दाखेरि बिहान बेलुकीदेखि काम गरिराख्नुहुन्छ काम गरिराख्दाखेरि मान्छेहरू मलाई लाग्छ रोगी हुन्छ नि कति मान्छेहरू काम नगरेर रोगी हुन्छ जस्तो लाग्छ किनभने काम गर्दाखेरि एकदमै फुर्तिलो तन्दुरुस्त एकदमै निरोगी हुन्छ नि त कति पसिनाहरू निस्किन्छ है काम गर्दाखेरि एकदमै यस्तो काम गर्नुहुन्छ कि हेर्नु न 60-64 वर्षको मान्छे पनि ठुलो ठुलो ढुङ्गाहरू उचाल्ने होइन मजाले यस्तो राम्रो वालहरू लगाइराख्नु भएको छ एकदमै उसके गाउँतिर दुःख त हुन्छ नै है दुःख भए पनि आफ्नो हेल्थ त एकदमै स्वस्थ हुन्छ नि त निरोगी हुन्छ नि त त्यही गाउँ एकदमै राम्रो लाग्छ मलाई ओके साथीहरू आजको यो भिडियो भ्लग कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव एन्ड प्रतिक्रिया दिनुहोला भन्दै आजको यो भिडियोबाट म बिदा हुन चाहन्छु डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई